दाइ नमस्ते दाइ। नमस्ते। सन्चै हुनुहुन्छ? हजुर आरामै। मुस्ताङको कोरोला नाकाको हावा कठोर हुन्छ। हजुरको शुभ नाम? मेरो नाम टेकबहादुर थापा। टेकबहादुर थापा। बिहान सबेरैको चिसोले सासमै बरफ जम्छ। गोठालो हजुर? हजुरको घर? म्याग्दी। तर त्यो चिसो भन्दा कडा छ टेकबहादुर थापाको जिन्दगी। म्याग्दी कुन ठाउँ? म्याग्दी बरौजा। म्याग्दी जिल्ला बरौजा घर भएका टेकबहादुर विगत 2 वर्षदेखि अप्पर मुस्ताङका निर्जन पहाडमा एक हुल च्याङ्रा चराउँदै बाँचिरहेका छन्। म्याग्दी कुन ठाउँ? म्याग्दी बरौजा। उनको हरेक बिहान सूर्योदय अघि च्याङ्रा चराउने कर्म सुरु हुन्छ। उनीसँग न त फोनमा सिग्नल आउँछ न त गाउँतिरको खबर। तर बिहानको पहिलो किरणसँगै उनी च्याङ्राको घन्टी बजाउँदै पहाडतिर लाग्छन्। टाउकोमा पुरानो क्याप, गलामा गलबन्दी, सेतो ज्याकेट, साइडमा कालो ब्याग, हातमा लट्ठी र मनको थकानमा झल्किने उनको निश्चल दृढता। हजुरले विवाह गर्नुभएको छैन? छैन। अब कहिले गर्ने सोच्नु भएको छ? अब भाग्यले कहिले जुराउँछ। भाग्यले कहिले जुराउँछ है? भाग्यले जुरायो भने गर्नुहुन्छ? जीवनमा विवाह गर्ने मन छैन, तर मन मिल्ने भेटिए विचार गर्ने टेकबहादुर बताउँछन्। उनको हाँसोमा चिसोले बनाएका रेखाहरू भित्र पनि उज्यालोको चमक झल्किन्छ। यति धेरै च्याङ्रा रहेछ है? च्याङ्रा कि भेडा यो? च्याङ्रा भेडा सबै छ है? मानौ पहाडकै शान्त अनुहारमा मान्छेको आत्मा मुस्कुराइरहेछ। कोरोला नाका होइन त? हजुर। चिसो कतिको छ अहिले? अहिले अब चिसो बढ्दै जाँदैछ। त्यति धेरै हुनु भएको छैन, चिसो पनि बढेको छ। अहिले त ठिकै छ। ठिकै छ है? कोरोला नाकाको पहाडहरूमा गोठालो टेकबहादुरका च्याङ्राहरू आपसमा चरिरहेका हुन्छन्। यो भेडाहरू चाहिँ सबै साउको होइनन्? सबै साउको छ, धेरै जसो साउको छ, थोरै छ आफ्नो त। ए आफ्नो पनि छ? हजुर। सहरले नदेख्ने आकाश यहाँ देखिन्छ। सहरले नसुन्ने आवाज यहाँ सुन्न सकिन्छ। च्याङ्राको घन्टीको टिङ टिङ, हावाको हुरी र टेकबहादुरको एक्लोपन। आफ्नो र साउको कसरी छुट्याउने दाइ? चिन्नल लगाएको हुन्छ। ए चिन्नल लगा हुन्छ? सिङमा चिन्नल लगाएको हुन्छ। आफ्नो चिन्नल छुट्टै, ए छुट्टै, हजुर। अरूको राखेको छुट्टै। उनले पढ्न पाएका थिएनन्, तर उनीसँग पहाड पढ्ने आँखा छ, बादल पढ्ने ज्ञान छ र चरणको नक्सा उनको नजरमा कोरिएको छ। कुन हिउँको थुप्रोमा च्याङ्रा लुक्छ, कुन खोचमा चिसो बढ्छ, त्यो ज्ञान उनलाई पुस्तकले होइन जीवनले सिकाएको हो। यसमा कतिजनाको छ यो भेडा लगभग? यसमा 4 घर 5 घरको छ। 5 घरको छ? जब हामीले सोध्यौं अब त उमेर भइसक्यो, बिहे गर्ने कि? यसै बिहा गर्ने सोच त छैन। किन? अरूको देख्दा पनि त्यस्तै हो भन्ने जस्तो लाग्छ। अरूको के देख्नुभयो भनिदिनुहोस् न। अहिले अब डिभोर्सको धेरै उ चलेको छ नि त। डिभोर्सको लहर चलेको छ है? उनी हाँस्छन्। त्यो हाँसोभित्र धेरै नबोलिएको कथा लुकेको थियो। उनी भन्छन् मान्छेले धोका दिन सक्छन्, तर यी न्यानो रुखीहरू कहिल्यै टाढा जाँदैनन्। उनको त्यो वाक्य जति साधारण लाग्छ, त्यसमा जीवनको उति गहिरो दर्शन भेटिन्छ। अनि दसैँ आइसक्यो, अब दसैँ मान्न घर जानुहुन्छ कि जानुहुन्न? दसैँमा त मिल्दैन, तिहारमा जान्छु। ए दसैँमा छुट्टी मिल्दैन है? टेकबहादुर थापाको जीवनमा न पत्नी छ न सन्तान, तर उनको एक्लोपन पहाडले भरिदिन्छ। हावाले कुरा गर्छ र च्याङ्राले साथ दिन्छन्। महिनाको कति तलब मिल्छ हजुरलाई?
महिनाको भन्दा नि यस्तो छ, हाम्रो चाहिँ वार्षिक छ। वार्षिक छ। वार्षिक कति छ? वार्षिक 2 लाख छ वार्षिक होइन। कति वर्ष भयो हजुरले यहाँ च्याङ्ग्रा चराउनु भएको कोरोला नाकामा? 2 वर्ष भयो। 2 वर्ष भयो। 2 वर्षमा कति पटक घर पुग्नु भयो? गएको छैन, अब अहिलेसम्म जानु भएको छैन। साँच्चै मानिसलाई साथ चाहिन्छ कि केवल बाँच्छु भन्ने एउटा कारण चाहिन्छ? त्यो प्रश्नको जवाब उनीसँग हामीले भेटेनौँ। घरको परिवारसँग कुरा भइरहेको छ हजुरको? हजुर भइरहेको छ। भइरहेको छ है। पछिल्लो पटक कहिले कुरा भयो घरमा? पछिल्लो पटक अस्ति भयो। अस्ति भयो। घरमा को हुनुहुन्छ हजुरको? बाबा मम्मी दाइहरू, दाइ भाउजू। जब बर्खाको बादल नजिकिन्छ टेक बहादुर च्याङ्ग्रा भेला गर्छन्, खोला पार गर्छन्। घाम, चिसो, बर्खा, हिउँसँगै बाँच्ने बानी परिसकेको छ उनी बताउँछन्। हजुरले विवाह गर्नुभएको छैन? छैन। अब कहिले गर्ने सोच्नु भएको छ? हेर अब भाग्यले कहिले जुराउँछ। भाग्यले कहिले जुराउँछ है। भाग्यले जुरायो भने गर्नुहुन्छ? हेर कस्तो हुन्छ, बिहा गर्ने सोच त छैन। किन? अरूको देख्दा पनि त्यस्तै हो भन्ने जस्तो लाग्छ। अरूको के देख्नुभयो भनिदिनुहोस् न। अहिले अब डिभोर्सको धेरै उ चलेको छ नि त। डिभोर्सको लहर चलेको छ है। त्यही भएर मलाई खासै इन्ट्रेस्ट छैन बिहेमा। ए बिहे गर्नुहुन्न? गर्न नि सकिन्छ, नगर्न पनि सकिन्छ। कोही मन मिल्ने भेटियो भने बिहे गर्नुहुन्छ कि गर्नु हुँदैन? हजुर त्यस्तै अब राम्रो मन मिल्ने भेट्यो भने चाहिँ बिहे गर्न सकिन्छ है। दर्शकवृन्द, गोठालो टेक बहादुर देशको नक्सामा छैनन् होला, तर उनको पाइला बिना मुस्ताङको आकाश अधुरो हुन्छ। अब घर गएपछि फर्कनुहुन्छ कि फर्कनु हुँदैन? अब फर्किन्छु, अझै एग्रिमेन्ट गरेको अझै 1 वर्ष छ, त्यस कारणले फर्किनु पर्छ। 3 वर्षको एग्रिमेन्ट छ? हजुर। त्यो पैतालामा त्यति गहिरो सत्य छ जुन राजधानीका भवनहरूले बुझ्दैनन्। देशका यस्ता हजारौं टेक बहादुरहरूको योगदान जसले चिसो हावासँग बाँचेर पनि न्यानो मन बोकेका छन्। भनेपछि अब तिहारमा चाहिँ घर जानुहुन्छ? कति दिनको छुट्टीमा जानुहुन्छ? 15-20 दिनको छुट्टी हुन्छ। 15-20 दिनको। साँझ परेपछि टेक बहादुर च्याङ्ग्रा फर्काउँछन्। धेरै बेर घामले माटो छोएको ठाउँमा बस्छन् र पहाडतिर हेरेर भन्छन्, यहाँ त सबै कुरा निष्कपट हुन्छ, मान्छे मात्रै अलि जटिल। त्यो वाक्यसँगै पहाडको हावा बग्छ र एकछिनका लागि लाग्छ नेपाल अझै बाँकी छ टेक बहादुर जस्ता मान्छेहरूमा। कति बजी निस्कनु भएको थियो हजुर यो च्याङ्ग्रा लिएर? बिहान 6:30 बजेतिर निक्लेको। 6:30 बजीतिर निक्लिनु भएको थियो। खाना बोकेरै आउनुहुन्छ? हजुर, खाना नास्ता सबै बोकेर। आफै बनाउनुहुन्छ कि साउजीले बनाएर पठाउनुहुन्छ? हजुर, आफै बनाएर झोलामा बोकेर आउनुहुन्छ। अनि खाजा? खाजा साउजीहरूले पठाउनुहुन्छ, त्यही खाजा बोक्ने, खाजा खाना। बिहान 6 बजे निस्कनुहुन्छ, बेलुका कति बजे घर फर्कनुहुन्छ? बेलुका त्यही 5-5:30-6 बजे पुगिन्छ। अनि दसैँ आइसक्यो, अब दसैँ मान्न घर जानुहुन्छ कि जानुहुन्न? दसैँमा त मिल्दैन, तिहारमा जान्छु। ए दसैँमा छुट्टी मिल्दैन है। भनेपछि अब तिहारमा चाहिँ घर जानुहुन्छ? कति दिनको छुट्टीमा जानुहुन्छ? 15-20 दिनको छुट्टी हुन्छ। 15-20 दिनको। महिनाको कति तलब मिल्छ हजुरलाई? महिनाको भन्दा नि यस्तो छ, हाम्रो चाहिँ वार्षिक छ। वार्षिक छ। वार्षिक कति छ? 2 लाख छ वार्षिक होइन। कति वर्ष भयो हजुरले यहाँ च्याङ्ग्रा चराउनु भएको कोरोला नाकामा? 2 वर्ष भयो। 2 वर्ष भयो। 2 वर्षमा कति पटक घर पुग्नु भयो? गएको छैन, अब अहिलेसम्म जानु भएको छैन। अब त हिउँ पर्न लाग्यो होइन, हिउँ परिसकेको छ, तल झरिसक्यो हिउँ परेर। अब हिउँ पर्दा चाहिँ कतिको समस्या आउँछ? हजुरले त 2 वर्ष गुजारिसक्नु भएछ होइन, हिउँ परेको समयमा के गर्नुहुन्छ? हिउँ त्यति साह्रो बाक्लो त परेको छैन अहिले है। हजुर हजुर। म भएको 2 वर्ष भयो यता बसेको, 2 वर्षसम्म त्यति बाक्लो हिउँ त परेन, गर्दा त खासै फरक पर्दैन, त्यो भने चाहिँ गाह्रो हुन्छ। के गर्नुहुन्छ त्यति बेलाको लागि? तपाईँसँग लत्ता कपडा के छ व्यवस्था?
हजुर त्यो त अब साउजीहरूले सबै अब कपडाहरू न्यानो कपडाहरू दिनुहुन्छ अनि न्यानो जुत्ताहरू आफै बनाउनुहुन्छ कि साउजीले बनाएर पठाउनुहुन्छ? हजुर आफै बनाएर झोलामा बोकेर आउनुहुन्छ। अनि खाजा? खाजा साउजीहरूले पठाउनुहुन्छ त्यही खाजा बोक्ने खाजा खाना। हजुर, घरको परिवारसँग कुरा भइरहेको छ हजुरको? हजुर भइरहेको छ, भइरहेको छ है। भनेपछि घरमा चाहिँ प्रायः जसो सम्पर्क भइरहन्छ, सन्चो बिसन्चो थाहा हुन्छ होइन? हजुर हजुरले विवाह गर्नुभएको छैन? छैन। अब कहिले गर्ने सोच्नु भएको छ? अब हेर अब भाग्यले कहिले जुराउँछ। भाग्यले कहिले जुराउँछ है? हजुर भाग्यले जुरायो भने गर्नुहुन्छ? हेर कस्तो हुन्छ। हजुर। त्यही भएर मलाई खासै इन्ट्रेस्ट छैन बिहेमा। ए बिहे गर्नुहुन्न? गर्न नि सकिन्छ नगर्न नि सकिन्छ। कोही मन मिल्ने भेटियो भने बिहे गर्नुहुन्छ कि गर्नु हुँदैन? हजुर त्यस्तै अब राम्रो मन मिल्ने भेट्यो भने चाहिँ बिहे गर्न सकिन्छ। सकिन्छ है। अब घर गएपछि फर्कनुहुन्छ कि फर्कनु हुँदैन? अब फर्किन्छु, अझै एग्रिमेन्ट गरेको अझै 1 वर्ष छ, त्यस कारणले फर्किनु ए पर्छ। 3 वर्षको एग्रिमेन्ट छ? हजुर हस्, धन्यवाद। हस्, थ्याङ्क यू, नमस्ते।